हेलो गाइज, वेलकम टु द माई मिनी ब्लग। आज चाहिँ हामी खोला माछा मार्नु गएको छ। के कस्तो हुन्छ हेर्नु है त। देख्नु सक्नुहुन्छ मेरो साथी चाहिँ खोला जानु भनेर तम्सेर हिँडिरहेको छ। गाइज मेरो साथी चाहिँ तम्सेर खोला जानु भनेर हिँडिरहेको थियो। बाटोमा हामीलाई तिर्खा लगाएर हामीले चाहिँ पानी। सो गाइज हामी चाहिँ खोला आइपुग्नु लागिसकेको छ। देख्न सक्नुहुन्छ। हेलो गाइज मेरो साथीले चाहिँ यता माछा मारेको तपाईँले देख्न सक्नुहुन्छ। गाइज तपाईँहरूले देख्न सक्नुहुन्छ आजको माछा चाहिँ यति मरेको छ। हामीलाई चाहिँ झ्याउ लाएर हामी चाहिँ घर फर्क्यौँ। यस्तो फटा साथीहरूको सङ्गत लाग्नु। सो गाइज हामी चाहिँ यहाँ बसेर एकछिन खाजा खायौँ। सो गाइज देख्न सक्नुहुन्छ मेरो साथीले माछा यहाँ गटा र माछा पकाइरहेको। मेरो साथीले चाहिँ यहाँ फाइनली पाकिसँग गटा र माछा टेस्टी। सो गाइज तपाईँहरूको चाहिँ कसको माछा र गटा फेभरेट हो? मेरो साथीको चाहिँ लास्ट टाइम फेभरेट रहेछ। सो गाइज तपाईँहरूले कमेन्ट गर्नु है त कसको फेभरेट हो माछा कस्तो लाग्यो नि त? हेलो सो गाइज आजको भिडियो चाहिँ यतिकैमा अन्त्य हुन्छ। अर्को भिडियोमा भेटौँ है त। हेलो सो गाइज मेरो साथीले चाहिँ यहाँ माछा पकाउँदै तपाईँहरूले देख्न सक्नुहुन्छ। हेलो सो गाइज तपाईँहरूको चाहिँ कसको माछा र गटा फेभरेट हो? मेरो साथीको चाहिँ लास्ट टाइम फेभरेट रहेछ। सो गाइज तपाईँहरूले कमेन्ट गर्नु है त अनि कसको फेभरेट हो माछा र गटा। हेलो सो गाइज मेरो साथीले चाहिँ यहाँ माछा पकाउँदै तपाईँहरूले देख्न सक्नुहुन्छ।
हेलो सो गाइस, तपाईँहरूको चाहिँ कसको माछा र गँटा फेभरेट हो? मेरो साथीको चाहिँ लास्टै फेभरेट रहेछ। सो गाइस, तपाईँहरूले कमेन्ट गर्नु है त, अनि कसको फेभरेट हो माछा र गँटा? हेलो सो गाइस, आजको भिडियो चाहिँ यत्तिकैमा अन्त्य हुन्छ। अर्को भिडियोमा भेटौँला है। हेलो सो गाइस, आजको भिडियो चाहिँ यत्तिकैमा अन्त्य हुन्छ। अर्को भिडियोमा भेटौँला है त।